तपाईलाई स्वागत छ आज मेरो तेस्रो भ्लगमा। आजको काम भनेको चाहिँ बत्ती हानी कसलाई भन्नाले यो च्याउसेहरूको जाडो भएर यस्तो आपत आपत भएको छ हो कि होइन। यहाँदेखि पास लाइन कनेक्सन दिएर ट्याक्क त्यहाँ अब बल्ल बल्ल हाल्ने हो। ट्याक्क काम भइन्छ आज यो काम। यहाँ स्विच अफ गर्दाखेरि नै न्युट्रलमा नि आहा फेजमा नि आहा कडै आहा अब ढिला किनकि मेरो कसै होइन हिट त तातो यो नि फेरि आउँछ लाइन भनेर त्यसपछि यहाँदेखि ठ्याक्क त्यो हिटिङ बल्बलाई लाइन कनेक्सन यहाँदेखि दिएको ठ्याक्क अब आउँछ भनेर बत्ती बल्यो तरी बत्ती आएको छ ल काम भइयो लाइनको। अब पानीको लागि पम्प चलाउनलाई माथि पानी आउँदैछ। अब त्यहाँ हामीहरू पम्पले पानी पानी आयो पानी नखोले अहिले फेरि मलाई। अब अघिको पम्पबाट ठ्याक्क मोटर जोडेर यहाँ पानी हाल्ने ठ्याक्क सफा गर्नलाई अनि यो ठ्याक्क यहाँ सके छट ढङ्गो छ त्यसै माटो त कुद्नुपर्छ। आजको काम पनि सकियो। यसमा पानी हालेर है पानी पनि भोलिन लाग्यो। अब यता नि बाख्रा गर्ने उसो भइसकेको छ। अब आजलाई यति धन्यवाद। मन पर्यो लाइक सब्सक्राइब गरिदिनुहोस्। बाई।